दर्शक बिन्दुहरू यो भिडियो हेर्नुहोस्। यसरी विरोध गर्न पर्ने कारण छ त? हेर्नुहोस् विरोध गरेको। अनि यो तरिकाले विरोध गर्न पर्ने खालको यो भाषण छ त? यो भाषण सुन्नु छ। आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको, 48 वर्ष भएछ। 48 वर्षदेखि बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढिराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईको यो ऐन बनाउने प्रक्रियालाई तपाईले हलो हल्काउन मिल्छ? मिल्दैन। सम्माननीय सभामुख महोदय, त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानुन बनाउने थलो पनि हो। संसद कानुन बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु। र हामी 48 वर्षदेखि बन्न नसकिरहेको यो कानुन बनाउनको लागि, ऐन बनाउनको लागि विधेयकमाथिको छलफलमा छौं र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, म भन्न चाहन्छु, खास गरेर यो विधेयक अगाडि बढिराख्दाखेरि पर्यटनका प्रकार, गन्तव्य, त्यस्तै गरेर पर्वतारोहणका कुरा र त्यस्तै गरेर यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, क्यासिनो सम्बन्धी कयौं कुराहरू छन्, यसलाई संसदमा मात्रै नभएर गम्भीर रूपमा समिति र उपसमिति मार्फत लगेर गहिरो अध्ययन गरियोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। सुन्नुभयो? यो भाषण तपाईँलाई कस्तो लाग्यो? यिनै खालका भाषण, यस्तै खालका अध्यादेश र नेपाली जनताले चाहे अनुसारको यी 25 वर्षसम्म देश गुरिरहेका काङ्ग्रेस कम्युनिस्टलाई कारवाही गरून्, भ्रष्टाचारलाई कारवाही गरून्, यी घुसियाहरूलाई कारवाही गरून् भनेर जे जनताले भनेका थिए त्यो अनुसार बालेन सरकारले अहिले गइरहेको छ। तर बालेन सरकारले यी भ्रष्टाचारीका यी झोलेहरूको जवाब दिन पर्ने र बालेन सरकार प्रधानमन्त्री नै सदनमा आउनु पर्ने भन्ने हिसाबले आजसम्म निकै पटक सदन अवरोध गर्दै आइरहेका छन् र तपाईँलाई पनि यो पटक देखिसक्नु भएको यीका गतिविधि हो। यी भ्रष्टाचारीहरूले भावी दिनमा रासपाको सरकारले नेपालमा सुशासन ल्याउँछ भन्ने डरले यीले हरेक दिन सदनमा यस्ता प्रकारका गतिविधि गर्दै आइरहेका छन् र बालेन सरकारले अब यस्ता यी गति छाडा यी ठग भ्रष्टाचारीका हतियारहरूको चाहिँ जवाब दिनुपर्ने छ त? के लाग्छ तपाईँलाई? कमेन्ट गर्नु।